वर्षौंको आँसु, लाखौं युवाहरूको विदेशिने बाध्यता र एउटा सिङ्गो पुस्ताको छटपटी आज अन्ततः एउटा उज्यालो बिहानीमा परिणत भएको छ। देशले खोजेको परिवर्तन आज आफ्नै आँखाले देख्न पाइयो। बालेन्द्र शाहले आज औपचारिक रूपमा नेपालको 43औं प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएको छ। यो केवल एउटा व्यक्तिको शपथ होइन, यो 3 करोड नेपालीको आशा र भरोसाको शपथ हो। र यो सरकारको ड्रिम टिम हेर्नुहोस्। सभामुखमा दोल प्रसाद अर्याल, अर्थतन्त्र सुधार्न डाक्टर स्वर्णिम बागले र परराष्ट्र नीति सम्हाल्न शिशिर खनाल। देशले खोजेको योग्य र क्षमतावान अनुहारहरू आज सिंहदरबार पुगेका छन्। अब पालो हाम्रो देश बन्ने। नयाँ प्रधानमन्त्री र उहाँको सम्पूर्ण टिमलाई लाखौं लाख शुभकामना। यो ऐतिहासिक क्षणको खुसी साट्न भिडियोलाई देशैभरि शेयर गर्नुहोस्। जय नेपाल।